नमस्ते गाइज, म तपाईँलाई आज कसरी वाइफाईको पासवर्ड चेन्ज गर्ने भनेर चाहिँ सिकाउन गइरहेको छु। धेरै जसोलाई चाहिँ पासवर्ड चेन्ज गर्ने तरिका थाहा हुँदैन। एकदम इजी वे छ। ल हेर्नुहोस् है। अब सबैभन्दा सुरुमा केही पनि गर्नु पर्दैन। तपाईँले चाहिँ यो जुन तपाईँको वाइफाई कनेक्ट हुन्छ त्यसमा क्लिक गर्ने हो। क्लिक गरिसकेपछि तपाईँको यो म्यानेज राउटर भनेर आउँछ। यो म्यानेज राउटर गरिसकेपछि म्यानेज राउटरमा क्लिक गर्ने अनि तपाईँको यस्तो इन्टरफेस आउँछ। यसमा चाहिँ हल्का जुम इन गर्नु होला। एकाउन्ट भनेर आउँछ। अब यो एकाउन्ट यो माथि 192.168.100.1 यो चाहिँ अलरेडी हुन्छ हैन। अब तपाईँ उताबाट यो क्रोमबाट जानुभयो भने चाहिँ यो पनि हान्नुपर्छ। योबाट हान्नु पर्दैन। तपाईँ यो एकाउन्टमा अब भन्नु होला यो एकाउन्टमा के राख्ने, पासवर्डमा के राख्ने भनेर भन्नु होला। यसको लागि चाहिँ तपाईँको राउटरको पछाडि हुन्छ है। तपाईँ प्रत्येक व्यक्तिको प्रत्येक घरमा वाइफाई भएको घरमा चाहिँ तपाईँ राउटरको पछाडि लेखेको हुन्छ एकाउन्टमा। कसैकोमा रुट हुन्छ, कसैकोमा अरू के हुन्छ त्यहाँ हैन। अनि पासवर्डमा पनि त्यही हुन्छ। पछाडि लेखेको हुन्छ। कसैको एडमिन एसडब्ल्यू भन्ने लेखेको हुन्छ हैन। अब यो एकाउन्टमा चाहिँ मेरो चाहिँ रुट छ। अब पासवर्ड पनि अलरेडी मैले त्यही थियो हाने हैन। त्यही हुन्छ पासवर्डमा लेखेको हुन्छ। त्यो तपाईँले नचुकेर हान्नु होला। अनि यस्तो किसिमको इन्टरफेस आउँछ। हल्का जुम इन गरेर तपाईँको यहाँ माथि छ यो HG8546 एम स्ट्याटस ST8 स्ट्याटस 1 LAN छ हैन। हामीले WLAN मा क्लिक गर्नुपर्छ है। हेर्नुहोस् हल्का जुम इन गर्छु। यति नै जुम इन चाहिँ WLAN मा क्लिक गर्ने। अब तपाईँको यसरी आउँछ। यसरी इन्टरफेस आउँछ। अब यहाँ सबै छ। हेर्नुहोस् है सबै छ। मेरो चाहिँ ओली निवास छ। यताउति सबै पहिले नै गरेको हुन्छ। यो जुन यो तपाईँको पासपोर्ट चाहिँ WPA प्री सेड की भन्नेमा छ नि। यो देखाइएको छैन नि। यो मेरो पासवर्ड हो। तपाईँले यसमा क्लिक गर्नुभयो भने चाहिँ यसरी आउँछ है। तपाईँ चेन्ज गर्न चाहनुभयो भने यसमा चाहिँ हल्का त्यो के अरे हटाउने अनि नयाँ हान्ने अनि अप्लाई गरिदिनुभयो भने चेन्ज हुन्छ। तर म यसमा चेन्ज गर्न चाहँदैन। मेरो यसरी चेन्ज हुन्छ। हस् त धन्यवाद है।